घोराई धारापानी मन्दिरमा गएर यसरी रमाइलो गरेको सबैजना यस्तो रमाइलो भएन गाइज। नेपालको सबैभन्दा ठुलो त्रिशूल देख्न सक्नुहुन्छ है। ओ के छ गाइज, मेरो चाहिँ एकदम ठिकठाक छ, हजुर ठिकठाकै होला होइन। आज चाहिँ घोराई धारापानी मन्दिरमा जाँदैछौँ। भिडियो रहेको छ पार्ट 1, पार्ट 2 चाहिँ आउँछ है गाइज। ओ घरदेखि रेडी सेडी भएर गाडी भएको ठाउँमा नि पुग्यो होइन गाइज। टक्क लाएर ठाउँ नपुगेर मलाई चाहिँ गाडीमा ठाउँ नपुगेर लास्ट सिटमा पहाल्दिएका छन् कि मलाई चाहिँ यति झ्याउनेर चाहिँ लास्ट सिट यो कुकुर देख्न सक्नुहुन्छ होइन। यो गाडीको पछि लागेको छ क्या, हामीलाई पछ्याएर होइन, नमानेर पछि चाहिँ यही गाडीमा बहाल्यो। हामीले लग्नै ठहरायौँ कि त्यही भएर बहालिदियो होइन। टक्क लगाएर यो चाहिँ देख्न सक्नुहुन्छ हापुरे बजार। यहाँबाट नास्ता लगेर चाहिँ नास्ता लग्ने अरे हापुरे बजारबाट आएर हाम्रो फजिल चाहिँ सपिङ गर्ने अरे होइन। त्यही भएर हल्का ढिलो भयो होइन। टक्क लगाएर गएर सपिङ गर्नुभयो। फजिलले कस्तो देखाएको छ कमेन्ट गर्नु त। सपिङ गरेर फेरि गाडीमा बसेर नन स्टप गाडी चले लास्टमा ढङ्ग्रामा बसेर यसमा बसेर एउटा भिडियो खिच्न पाइन कि गाइज। चाहिँ आयो तुलसीपुर होइन गाइज। टक्क लगाएर अब चाहिँ वीरेन्द्र चोक है यो गाइज, थाहा होला तपाईँहरू होइन। पछाडि लास्ट सिटबाट चाहिँ एउटा भिडियो बनाउन मिलाइदिन्थ्यो, त्यही भएर हल्का फुल्का बनाएँ होइन। त्यही सिधै पुगेकै बनाइदिएँ कि मैले बाटोमा खासै बनाइने भिडियो। चाहिँ हामी घोराई धारापानी पुगेर नि झरिसक्यौँ होइन। यता पप्पी नि आएको छ हामीसँग। टक्क यहाँ पुग्दाखेरि त 2 बजेको थियो कि गाइज। सबैजनालाई भोक लाग्यो गरे कि होइन। 2 बजेसम्म कुरा लाग्दैन कि भोक होइन। जाने बित्तिकै अब नास्ता खान लाग्यौँ हामी। नास्तामा चाहिँ चाउमिन, मोमो, डिउ, रोस्टा थियो है गाइज। यता चाहिँ फेरि छुट्टै छ, भोक लागेको छ भन्दैछन् टिकटक बनाउँदै। हेर न गाइज, टिकटक बनाऊ जे सुने गर, मलाई बाल छैन। म चाहिँ गुम खान लागेँ, लास्ट भोक लाग्दै थियो। नास्ता सास्ता खाएर घुमघाम गर्ने होइन। त्यो घुमघाम गरेको चाहिँ सबै अर्को ब्लगमा आउँछ पार्ट 2 मा होइन। त्यो आजको ब्लग यति नै हुन्छ होला। थ्याङ्क फर वाचिङ, सी यु इन द नेक्स्ट भिडियो, बाइ बाइ।